विशाल शङ्करदेव स्थित शिक्षा बोर्ड मावि विद्यालय शङ्करदेव सङ्कलन राष्ट्रिय मावि शङ्करदेव Hello guys, welcome to our vlog. Hey, hi bolo. Hello. Kau ne? Hi. Yo pulo lah, pulo. कस्तो लागिरहेछ भन्नुहोस् एकदम हाई गर युजिन एकदम रमाइलो भइरहेछ Look at view guys, Kagbeni. This is Kagbeni. Oh my god. There's a trekking in here. Matri अच्छा चिया खाँदैछौँ कोही कोही चाहिँ पितृको के भन्छ मलाई भन्न चाहिँ होइन पूजा गर्नेहरू हाई युजिन युजिन हाई हाई हजुर ए यता टिकटक बनाउनेहरू बनाउनु भएछ हेर्ने हेर्नु है यस्तै छ हामी तीनजना मात्रै बाँकी छौँ सबै तल जानुभएको छ खोलामा त्यो तीर्थको के भन्छ भन्न चाहिँ आएन हेर्नु तल सर हेर्नु आज चाहिँ हिजोसम्म चाहिँ एकदमै पानी परेर हिउँ परिरहेको थियो अरे आज चाहिँ पुरा खुलेको छ आजको मौसम जे होस् थ्याङ्क गड हेर्नु हिउँ पग्लिँदै छ घाम लाग्यो नि त यो बाटोहरू जाने चाहिँ हेर्नु लेट्स सी गाइस मेरो भ्लगमा आइ भन्नु हामी अहिले चाहिँ पुरा यो हामी अप्पर मुस्ताङ जाँदैछौँ एउटा ट्रिप भनेको एकदम रमाइलो छ इन्जोय लियो रमाइलो गर्ने हो है अच्छा आज मुस्ताङ गएर अप्पर मुस्ताङ गएर एकदम भव्यताले लुमाङथाङ बसिन्छ राख्नु मेरो भ्लगमा हेलो गाइस उहाँ चाहिँ हाम्रो गाडीको स्टाफ दाइ हामी यता नेपाली बोल्दैन रहेछ तपाईले पनि इंग्लिशमा भन्छ अहिले युट्युबमा सब्स्क्राइब गर्नु होला
भ्लग बनाउन थाल्नु भएछ गाइस भ्लग बनाउन थाल्नु भएछ हाई हाय हेलो नमस्ते ल यता बर्थडे गर्ल हेर्नु कस्तो राम्रो दिन जुरेछ हाम्रो आन्टीको हेलो आई एम भेरी ह्याप्पी फुर्दोनी उई ल खेल्नु छिटो हानम यो खेल्नु पर्छ सरल छ राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो ये जो पिटा है ना ये मैं नहीं हूँ ये मेरे जैसा दिखने वाला एक बंदा है नो नो समझ रहे हो कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिन त के भएको या लुक ल हामी यहाँसम्म पनि आउन सकियो भने रिपिट के भन्ने रे के गर्नको इतनी खुशी मुझे आज तक खानाको बिन्जियो के बोले यो अलक्षण बेन्जियो ल खाऊ बेन्जियो अच्छा Right now we are just, on the top, nearly about 4,600, 4,600, nearly maybe it may be 4,800 meter above from the sea level. And right now we all people who are traveling, still we are fine. We don't have any problem regarding respiratory problem, vomiting. Due to this beautiness, due to this scenario, all the problems are totally cleared up. All the problems. No, thank you so much. That's
भयो यार यसो ब्लगमा 2-4 शब्द ठोकिदिनुहोस्। बडो खुसी लागेको छ 150 शब्द नघटाइ है कति शब्द 150 शब्द हामी सिङ्गोट 4 शङ्करदेव स्थित शिक्षा बोर्ड मावि विद्यालय शङ्करदेव जनगणना राष्ट्रिय मावि शङ्करदेव गाउँ स्मृति आदर्श विद्यालय झाँटेका शिक्षक कर्मचारीहरूको संयुक्त आयोजनामा मिति 2082 साल 12 महिना 26 गतेदेखि 29 गतेसम्मको 4 दिनको हाम्रो जुन अवलोकन भ्रमण छ र आज दोस्रो दिन हामी अप्पर मुस्ताङ बडो रमाइलो दृश्यका साथ आएका छौँ। साँच्चै भन्ने हो भने हामीलाई एउटा भाग्यले पनि साथ दिएको भन्नुपर्छ, प्रकृतिले पनि मौसमले पनि साथ दिएको भन्नुपर्छ। 5 दिनसम्म यहाँ अन्धकार भएको ठाउँमा आज पुरा प्रकृति खुलेको छ, जताततै देखिएको छ। बडो सौन्दर्यका दृश्यहरू देख्दा मन प्रफुल्लित भएको छ र आज बिहान हामी कागबेनीमा पितृहरूको उद्धारको लागि तर्पण पिण्डदान सकेर 9 बजे त्यहाँदेखि हिँडेर समर भन्ने ठाउँमा हामी 11 बजे आइसकेका थियौँ र त्यहाँ हामी खाना खाएर 12 बजे त्यहाँदेखि प्रस्थान गरेर अहिले ठिक 4 बजेको छ। 4 बजेको समयमा हामी अप्पर मुस्ताङ सिमानामा हामी आइसकेका छौँ। देखाइदिनुहोस् हाम्रो त अप्पर मुस्ताङको बर्डर साइड थोरै हामीलाई रहेछ क्या एकदमै खुसी छौँ गाइस। फाइनली आइपुग्यौँ कोरोना नाका। गाइस हामी कोरोना बोर्डर आइपुग्यौँ। माया